रिच ड्याड पुअर ड्याडको एआई जेनेरेटेड समरी संवाद सुन्नुहोस्। स्वागत छ। आज हामी एउटा यस्तो किताबभित्र डुबुल्की मार्दैछौँ जसले व्यक्तिगत वित्त मतलब पर्सनल फाइनान्सको दुनियाँमा एउटा सानोतिनो भूकम्प नै ल्याइदियो भन्दा हुन्छ। रबर्ट कियोसाकीको रिच ड्याड पुअर ड्याड। यो किताबले पैसालाई हेर्ने दुई बिल्कुलै फरक तरिकाबारे कुरा गर्छ र त्यो फरक सोचले नै कसरी मान्छेको आर्थिक जीवन निर्धारण गर्छ भनेर देखाउँछ। हो, र यसको सबैभन्दा रोचक पक्ष के हो भने नि यो कुनै एकदमै जटिल आर्थिक सिद्धान्तको किताब होइन। यो त एउटा सरल कथा हो, लेखकका दुई बुबाहरूको कथा। एकातिर हुनुहुन्छ उहाँका आफ्नै बुबा जो पीएचडी गरेका, उच्च सरकारी पदमा आसीन तर जीवनभर पैसाको लागि सङ्घर्ष गरिरहने व्यक्ति, जसलाई लेखकले पुअर ड्याड अर्थात् गरिब बुबा भन्नुहुन्छ। एकदम। अनि अर्कोतिर हुनुहुन्छ उहाँको सबैभन्दा मिल्ने साथी माइकको बुबा। उहाँ 8 कक्षा पास पनि हुनुहुन्थेन तर आफ्नो उद्यमशीलता र पैसाप्रतिको फरक बुझाइले हवाईका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक बन्नुभयो। उहाँ नै हुनुभयो रिच ड्याड। भनेपछि आजको हाम्रो छलफलको उद्देश्य नै यो दुई फरक दर्शनको सार खिच्नु हो र यो दुई दृष्टिकोणको टकराव नै किताबको मुटु हो भनौँ न। यसले सुरुमै एउटा ठूलो प्रश्न खडा गर्छ, के स्कुल र कलेजले हामीलाई पैसाको बारेमा साँच्चै जान्नुपर्ने कुरा सिकाउँछ त? कियोसाकीको तर्क त सिकाउँदैन भन्ने छ, होइन? हो, हामीलाई राम्रो जागिर खाएर पैसा कमाउन सिकाइन्छ तर पैसालाई आफ्नो लागि काममा कसरी लगाउने भनेर कहिल्यै सिकाइदैन। ल, त्यसो भए यहीँबाट सुरु गरौँ। कथाको सुरुवात नै एकदमै रमाइलो छ। 9 वर्षको उमेरमा लेखकले आफ्ना गरिब बुवालाई सोध्छन् धनी कसरी बन्ने। अनि बुबाको जवाब पनि एकदमै सिधा थियो, तिमीले पैसा कमाउन सिक्नुपर्छ। त्यो सल्लाहलाई सानो बालकको दिमागले जसरी बुझ्यो त्यसले उनीहरूलाई एउटा अनौठो व्यापारतर्फ डोर्यायो। उनले र उनको साथी माइकले त्यो बेला सिसा लेडबाट बन्ने टुथपेस्टको खाली ट्युबहरू जम्मा गरे, त्यसलाई पगाले र प्लास्टरको साँचोमा हालेर नक्ली सिक्का बनाउन थाले। अलिक गैरकानुनी भए पनि हो, तर यसले उनीहरूको सोच देखाउँछ। उनीहरू पैसा माग्न गएनन्, पैसा बनाउन खोजे। जब उनीहरूका बुबाले यो काम त गैर कानुनी हो, यो बन्द गर्नुपर्छ भन्नुभयो, उनीहरू निराश भए। स्वाभाविक हो। तर त्यही बेला गरिब बुबाले एउटा यस्तो सल्लाह दिनुभयो जसले लेखकको जीवन नै बदल्यो। उहाँले भन्नुभयो, यदि साँच्चै धनी बन्न सिक्नु छ भने तिमी गएर माइकको बुबासँग कुरा गर। र यहाँबाट वास्तविक शिक्षा सुरु हुन्छ। तर हामीले सोचे जस्तो कक्षा कोठामा होइन। होइन, बिल्कुल होइन। धनी बुबाले उनीहरूलाई लेक्चर दिएर होइन, अनुभवबाट सिकाउने निर्णय गर्नुभयो। उहाँले शनिबार 3 घण्टा आफ्नो एउटा पसलमा काम गरे बापत प्रति घण्टा 10 सेन्ट दिने प्रस्ताव राख्नुभयो। 10 सेन्ट? त्यो त एकदमै थोरै हो नि। हो, र त्यो काम पनि के थियो भने पसलको सेल्फमा राखिएका सामानका क्यानहरूमा लागेको धुलो पुछ्ने। एकदमै दिक्कलाग्दो काम। केही हफ्तापछि लेखकलाई आफूमाथि शोषण भइरहेको महसुस भयो। उनले रिसले काम छोड्ने निर्णय गरे र धनी बुबासँग कुरा गर्न गए। र मलाई लाग्छ धनी बुबाले यही क्षणको प्रतीक्षा गरिरहनु भएको थियो। उहाँले चाहेकै यही थियो कि लेखकले दिक्क मानेर प्रश्न गरोस्। एकदम। जब लेखकले आफूलाई थोरै पैसा दिएर शोषण गरेको गुनासो गरे, धनी बुबा मुस्कुराउनुभयो र भन्नुभयो, राम्रो भयो, तिमीले केही हफ्तामै त्यो कुरा सिक्यौ जुन धेरै मानिसहरूले जीवनभर सिक्दैनन्। त्यसपछि उहाँले पहिलो पाठ सिकाउनुभयो, धनीहरू पैसाको लागि काम गर्दैनन्। उहाँले भन्नुभयो, जीवनले तिमीसँग सिधै बोल्दैन, उसले तिमीलाई यताउता धकेल्छ र हरेक धक्काको अर्थ हो, उठ, मैले तिमीलाई केही नयाँ सिकाउन खोजिरहेको छु। यो त निकै गहिरो कुरा भयो। यसको मतलब कम तलब वा दिक्कलाग्दो कामको समस्या हाकिम वा जागिरमा होइन, त्यो अवस्थाप्रति हाम्रो प्रतिक्रियामा छ। सही हो। बिल्कुल। धनी बुबाको तर्क के थियो भने धेरैजसो मानिसहरू यस्तो धक्का लाग्दा कि त हार मान्छन् कि त रिसाएर हाकिम वा जागिरलाई दोष दिन्छन्, तर समस्या आफूभित्रै छ भने बुझ्दैनन्। उनीहरू सोच्छन् कि धेरै पैसाले समस्या समाधान गर्छ तर त्यसले गर्दैन। वास्तवमा त्यसले उनीहरूलाई एउटा पासोमा झन नराम्ररी फसाउँछ। हो, र त्यो पासोलाई नै किताबमा ऱ्याट रेस भनिएको छ। यो अवधारणाले मलाई साँच्चै छोएको थियो।
यो पासोलाई चलाउने दुई मुख्य भावनाहरू छन्, डर र लोभ। यसलाई अलि विस्तारमा बुझौँ न। निश्चय नै। धनी बुबाले लेखकलाई सिकाउनुभयो कि पैसा नहुने डरले हामीलाई बिहान उठाएर काममा पठाउँछ, हामीलाई बिल तिर्न नसक्ने, घरबाट निकालिने वा समाजमा पछि परिने डर हुन्छ। यही डरले हामीलाई सुरक्षित जागिर खोज्न लगाउँछ। अनि जब महिनाको अन्त्यमा तलब हात पर्छ, तब दोस्रो भावना अर्थात् लोभ वा इच्छा जाग्छ। हो, ठ्याक्कै। त्यो पैसाले किन्न सकिने नयाँ फोन, राम्रो गाडी वा घुम्न जाने योजनाको बारेमा सोच्न थाल्छौँ र हामी त्यो पैसा खर्च गर्छौँ। अनि फेरि अर्को महिना पैसा सकिन्छ र डरले हामीलाई काममा फर्काउँछ। यही चक्र हो ऱ्याट रेस। उठ्ने, डरले काममा जाने, बिल तिर्ने, इच्छाले खर्च गर्ने, फेरि पैसा सकिने अनि फेरि डरले काममा जाने। यो त काठमाडौँको रिङ रोडको ट्राफिक जाममा फसे जस्तै हो भनौँ न। तपाईँ अगाडि बढिरहनु भएको छ, तेल खर्च भइराखेको छ, तर घुमीफिरी त्यही पुग्नुहुन्छ। कस्तो सटिक उदाहरण। तलब बढ्यो भने पनि तपाईँ अलि राम्रो गाडीमा बसेर त्यही जाममा फस्नुहुन्छ, तर जामबाट बाहिर निस्किनुहुन्न। एकदम। त्यसो भए यो चक्र तोड्ने उपाय के हो त? धनी बुबाले लेखकलाई यो पाठ सिकाउन के गर्नुभयो? उहाँले एउटा अनौठो काम गर्नुभयो। उहाँले लेखकको तलब 10 सेन्टबाट घटाएर शून्यमा झारिदिनुभयो। उहाँले भन्नुभयो, अब तिमीहरू सित्तैमा काम गर्छौ। सित्तैमा? त्यो सुनेर त लेखकको होस नै उड्यो होला। उड्यो नि। तर धनी बुबाको उद्देश्य उनीहरूलाई पैसाको भावनात्मक नियन्त्रणबाट बाहिर निकाल्नु थियो। जब पैसाको लागि काम गर्ने इच्छा र आवश्यकता मर्दै जान्छ, तब दिमागले पैसा कमाउने अन्य अवसरहरू देख्न थाल्छ। र उनीहरूले त्यो अवसर फेला पाए पनि होइन, र त्यो कमिक किताबको पुस्तकालयको कथा एकदमै प्रेरणादायी छ। हो, सित्तैमा काम गर्दा उनीहरूले पसलमा एउटा कुरा याद गरे, कमिक किताबहरू वितरण गर्ने मान्छेले नबिकेका पुराना किताबहरूको माथिल्लो भाग छ्यातेर फाल्दिँदो रहेछ। उनीहरूले सोधे, के हामी यी किताबहरू लान सक्छौं? जवाफ आयो, हुन्छ, तर तिमीहरूले यसलाई बेच्न पाउँदैनौ। र उनीहरूले बेचेनन् पनि। उनीहरूले एउटा चलाक उपाय निकाले। एकदम। उनीहरूले ती सबै पुराना कमिक किताबहरू जम्मा गरेर माईको घरको खाली कोठामा एउटा पुस्तकालय खोले। उनीहरूले नियम बनाए, प्रवेश शुल्क 10 सेन्ट र त्यसपछि जति पनि कमिक पढ्न पाइन्छ। उनीहरूका छिमेकी केटाकेटीहरू लाइन लागेर आउन थाले। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो व्यवसाय चलाउन उनीहरू आफै त्यहाँ बस्नु पर्दैनथ्यो। उनीहरूले माइकी बहिनीलाई हप्ताको $1 दिएर म्यानेजर बनाए। अब उनीहरू स्कुलमा हुँदा वा खेल्दा पनि पैसा आइरहेको थियो। पढेर पैसालाई आफ्नो लागि काममा लगाउन सिकेका थिए। उनीहरूको दिमाग अब तलबमा होइन, अवसरमा केन्द्रित थियो। उनीहरूले एउटा सम्पत्ति बनाएका थिए जसले उनीहरूको अनुपस्थितिमा पनि आम्दानी सृजना गर्थ्यो। ठिक छ, ऱ्याट रेसको पासो बुझ्नु र त्यसबाट उम्किन आफ्नो दिमागलाई तालिम दिनु पहिलो कदम भयो। तर त्यसपछि वास्तवमा कसरी उम्किने त? मलाई लाग्छ यसले हामीलाई किताबको दोस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण पाठतर्फ लैजान्छ, आर्थिक साक्षरता। तपाईले एकदम सही ठाउँमा समात्नुभयो। धनी बुवाको पहिलो र एकमात्र नियम थियो, तिमीले सम्पत्ति र दायित्व बीचको भिन्नता थाहा पाउनुपर्छ र सम्पत्ति किन्नुपर्छ। यो सुन्दा जति सरल लाग्छ, व्यवहारमा त्यति नै गहिरो र शक्तिशाली छ। धेरै मानिसहरूलाई लाग्छ कि उनीहरूलाई यो भिन्नता थाहा छ, तर कियोसाकीको परिभाषा एकदमै फरक र व्यावहारिक छ, होइन र? हो, उहाँले कुनै जटिल परिभाषा दिनु भएन। उहाँले चित्र बनाएर नगद प्रवाह मतलब क्याश फ्लोको आधारमा सिकाउनु भयो। सम्पत्ति एसेट त्यो चीज हो जसले तपाईको गोजीमा पैसा हाल्छ। दायित्व लायबिलिटी त्यो चीज हो जसले तपाईको गोजीबाट पैसा निकाल्छ। कुरा यति नै हो, कुनै वस्तुको नामले होइन, त्यसले पैसा कता बगाउँछ भन्ने कुराले निर्धारण गर्छ। यसलाई एउटा ठोस उदाहरण दिएर प्रश्न पारौँ, मानौ कसैको मासिक तलब 50,000 रुपियाँ छ। उसले एउटा ट्याक्सी किनेर ड्राइभरलाई चलाउन दियो। सबै खर्च मतलब तेल, मर्मत, ड्राइभरको तलब त्यो सब कटाएर त्यो ट्याक्सीले महिनाको 15,000 रुपियाँ अतिरिक्त आम्दानी दिन्छ भने त्यो सम्पत्ति भयो। बिल्कुल, त्यो ट्याक्सीले उसको गोजीमा पैसा हालिरहेको छ, त्यसैले त्यो एउटा बलियो सम्पत्ति हो। अब यसको उल्टो सोचौं न, यदि त्यही व्यक्तिले त्यही पैसाले एउटा महँगो गाडी किन्यो जसको लागि उसले मासिक किस्ता,
तेल, बीमा र मर्मतमा 20,000 रुपियाँ खर्च गर्नुपर्छ भने त्यो गाडी उसको लागि दायित्व भयो, किनभने त्यसले उसको गोजीबाट पैसा निकालिरहेको छ। ठ्याक्कै किताबले यही नगद प्रवाहको आधारमा धनी, मध्यमवर्गीय र गरिबको आर्थिक जीवनको नक्सा देखाउँछ। धनीहरूले आफ्नो आम्दानीले सम्पत्ति खिन्छन्, जस्तै घर जग्गाबाट आउने भाडा, शेयरबाट आउने लाभांश, बौद्धिक सम्पत्तिबाट आउने रोयल्टी। अनि ती सम्पत्तिहरूले अझै धेरै आम्दानी सृजना गर्छन्। र त्यो आम्दानीले फेरि नयाँ सम्पत्ति खिन्छ। यो एउटा सकारात्मक चक्र हो। जबकि मध्यमवर्गीय मानिसहरूको नगद प्रवाहको कथा फरक छ। उनीहरूले कडा परिश्रम गरेर कमाएको पैसाले दायित्वहरू खिन्छन्, जसलाई उनीहरू गल्तीले सम्पत्ति ठान्छन्। र यहीँनिर किताबको सबैभन्दा विवादास्पद विचार आउँछ, जसले धेरैलाई झस्काउँछ। धनी बुबा भन्नुहुन्छ, तपाईको घर सम्पत्ति होइन। नेपालमा त घर बनाउनु जीवनको सबैभन्दा ठूलो आर्थिक र भावनात्मक लक्ष्य हो। यो कसरी सम्पत्ति नहुन सक्छ? यो साँच्चै एउटा महत्त्वपूर्ण प्रश्न हो र यसलाई राम्ररी बुझ्न जरुरी छ। कियोसाकीले घर नकिन्नुहोस् भनेका होइनन्, उहाँले भन्न खोजेको कुरा नगद प्रवाहको दृष्टिकोणबाट हो। जब तपाईँ बस्नको लागि घर किन्नुहुन्छ, त्यसले तपाईँको गोजीमा पैसा हाल्छ कि निकाल्छ? निकाल्छ, पक्कै पनि। ब्याङ्कको ऋणको ब्याज, घर जग्गा कर, बिजुली पानीको बिल, मर्मत सम्भार, बिमा, यी सबै त खर्च हुन्। यसले त महिनैपिछे गोजीबाट पैसा निकालिरहेको हुन्छ। ठ्याक्कै। त्यसैले धनी बुबाको परिभाषा अनुसार तपाईँ बस्ने घर एउटा दायित्व हो, सम्पत्ति होइन। सम्पत्ति त त्यो घर हुन्थ्यो जसलाई तपाईँले भाडामा लगाएर मासिक आम्दानी गर्नुहुन्थ्यो र त्यो आम्दानीले सबै खर्च कटाएर पनि तपाईँको गोजीमा थप पैसा हाल्थ्यो। भनेपछि भाडामा लगाएको घर चाहिँ सम्पत्ति हुन सक्छ? हो। किताबको तर्क के हो भने मध्यमवर्गीय मानिसहरू आफ्नो जीवनभरको कमाई एउटा ठूलो दायित्वमा फसाउँछन्। यसले उनीहरूलाई अन्य आम्दानी दिने सम्पत्तिमा लगानी गर्ने अवसरबाट वञ्चित गराउँछ र उनीहरूलाई सधैँ तलबमा निर्भर बनाइराख्छ। उनीहरू र्याट रेसबाट कहिल्यै बाहिर निस्कन सक्दैनन्। मतलब सोचमा नै आधारभूत परिवर्तन ल्याउनु पर्ने रहेछ। प्राथमिकता बदल्नु पर्ने रहेछ। धेरै मानिसहरू पहिले तलब थाप्छन्, त्यसपछि बिल तिर्छन्, रहर पूरा गर्छन् र बचेमा मात्र लगानी गर्छन्। तर कियोसाकीको दर्शनले त यो पूरै प्रक्रियालाई उल्टाइदिन्छ, होइन र? हो। र यो नै धनीहरूको सबैभन्दा ठूलो रहस्य हो भनौँ न। उनीहरूको लागि नियम फरक छ। पहिले तलब वा आम्दानी आउँछ, त्यसपछि उनीहरू सिधै एउटा आम्दानी दिने सम्पत्ति किन्छन् अनि मात्र बाँकी रहेको पैसा र त्यो नयाँ सम्पत्तिबाट आएको आम्दानीले आफ्नो खर्च चलाउँछन्। उनीहरू पहिले आफैलाई तिर्छन्, अर्थात् पे योरसेल्फ फर्स्ट भन्ने सिद्धान्तमा चल्छन् र आफैलाई तिर्नुको अर्थ खर्च गर्नु होइन, सम्पत्ति किन्नु हो। त्यसो भए यो सबै छलफलको सार के हो त? रिच ड्याड पुअर ड्याडबाट हामीले सिक्नुपर्ने मुख्य कुरा के हो? मेरो विचारमा पहिलो कुरा त आर्थिक साक्षरता कमाईभन्दा पनि महत्त्वपूर्ण छ। एकदम। दोस्रो, सम्पत्ति र दायित्व बीचको त्यो नगद प्रवाहमा आधारित भिन्नता बुझ्नु जीवन परिवर्तनकारी हुन सक्छ। र तेस्रो, डर र लोभ जस्ता भावनाहरूलाई चिन्नु र तिनलाई आफ्नो आर्थिक निर्णयहरूमा हावी हुन नदिनु र्याट रेसबाट बाहिर निस्किने पहिलो पाइला हो। सारमा कति पैसा कमाइन्छ भन्ने कुराले मात्र हुँदैन। त्यो पैसालाई कसरी व्यवस्थापन गरिन्छ र त्यसलाई आफ्नो लागि कसरी काम लगाइन्छ भन्ने कुराले नै आर्थिक भविष्य निर्धारण गर्छ। आर्थिक बुद्धिमत्ताले समस्याहरू समाधान गर्छ र पैसा उत्पादन गर्छ, तर आर्थिक बुद्धिमत्ता बिनाको पैसा, चाहे त्यो पैतृक सम्पत्ति होस् वा चिट्ठा परेर आएको होस्, छिट्टै सकिन्छ। सही हो। पैसाले पैसा कमाउँदैन, तपाईको दिमागले पैसा कमाउँछ र सम्पत्ति किन्नु भनेको त्यही दिमागलाई तालिम दिने सबैभन्दा राम्रो तरिका हो। आजको यो गहिरो छलफलपछि श्रोताहरूलाई एउटा विचार छोडेर जाउँ। किताबले भन्छ कि हाम्रो आर्थिक जीवन हामीले विद्यालयमा भन्दा घरमा सिकेका कुराहरूले निर्देशित हुन्छ। हामी सबैले पैसाको बारेमा केही अलिखित नियमहरू सिक्दै हुर्क्यौं। एकछिन सोचौं त, पैसाको बारेमा हामीले घरमा के कस्ता कुरा सुन्यौं? पैसा रुखमा फल्दैन, धेरै पैसा कमाउने मान्छे लोभी हुन्छन्, वा सरकारी जागिर खानुपर्छ सुरक्षित हुन्छ। यी नियमहरूले आज पनि थाहै नपाई हाम्रा निर्णयहरूलाई कसरी आकार दिइरहेका होलान्? के हामी गरिब बुबाको नियमअनुसार चलिरहेका छौं कि धनी बुबाको? र त्यो खेलको नियम बदल्न के गर्नु पर्ला? जागिरको सुरक्षा मात्र सबथोक होइन,
खास कुरा त आर्थिक स्वतन्त्रता हो। अब यहाँ 3वटा मुख्य कौशलहरू छन्। पहिलो कुरा, आफ्नो कम्पनीको संरचनालाई कर बचाउन मात्र होइन, पैसा बढाउने मसिनको रूपमा हेर्नुहोस्। मतलब कर्मचारीले पहिला कर तिर्छ अनि खर्च गर्छ, होइन र? तर कम्पनीले के गर्छ? पहिला खर्च अनि बाँकीमा कर। अब सोच्नुहोस् त, यो एउटै कौशलले तपाईँको बिजनेसमा कति धेरै पैसा जोगिन्छ। अब दोस्रो, यो चाहिँ सोचाइको कुरा हो। पैसाको लागि काम गर्ने होइन, बरु पैसा नै आविष्कार गर्ने। यसको मतलब के हो भने बजारमा अवसर कुर्ने मात्र होइन, आफ्नो दिमाग लगाएर नयाँ अवसरहरू आफै बनाउने हो। यसो गर्दा तपाईँ त्यो डरमा काम गर्ने कर्मचारीको मानसिकताबाट बाहिर निस्किनुहुन्छ र अन्त्यमा ESBI क्वाड्रेन्ट यो बुझ्नुभयो भने तपाईँको सोच नै बदलिन्छ। कतै तपाईँ S यानि कि स्वरोजगारमा त अड्किनु भएको छैन, जहाँ तपाईँ आफै नभई कामै चल्दैन। लक्ष्य भनेको B यानि बिजनेस मालिक बन्नु हो। मतलब एउटा यस्तो सिस्टम बनाउने जुन तपाईँ बिना पनि चल्छ र पैसा कमाउँछ। हो, यही हो साँचो आर्थिक स्वतन्त्रता। त्यसैले सारमा भन्नुपर्दा आफ्नो कम्पनीलाई कर कुशल बनाउनुहोस्, अवसरहरू आफै सृजना गर्नुहोस् र तपाईँको लागि काम गर्ने सिस्टम बनाउनुहोस्। आर्थिक स्वतन्त्रताको आधार नै यही हो।